दर्शक श्रोताहरूमा नोभेम्बर 11 को अभिवादन सहित नोभेम्बर 11 को सुरुवातको विषयलाई नै आजको विषयवस्तु बनाएर प्रस्तुत गरेका छौं। हामी यो विषयवस्तु तयार गर्दा निकै चकित भयौं। अन्तिमसम्म सुनेपछि तपाई पनि चकित पर्नुहुनेछ। विषयवस्तुलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला। सुरु गरौं आजको विषयवस्तु। 11-11 को रहस्यमय सुरुवात। कुन समय, कुन ठाउँ र कसरी जन्मियो यो परम्परा? काठमाडौँ 11 नोभेम्बर 2025 घडीमा 11:11 देखिन्छ अनि तुरुन्तै मनमा एउटा इच्छा खेल्छ, हे भगवान, यो पूरा होस्। यो परम्परा विश्वभरि लाखौं मानिसहरूले पालन गर्छन्, तर यसको जरा कहाँ छ? यो कुन समयमा, कुन ठाउँबाट र कसरी सुरु भयो? आजको विशेष रिपोर्टमा हामी यसको रहस्य खोतल्छौं। प्राचीन जड तर आधुनिक जागरण। 11:11 को विश्वासको आधार न्युमरोलोजी अङ्क ज्योतिषमा छ, जुन हजारौं वर्ष पुरानो छ। प्राचीन सुमेरियन सभ्यतामा आजको इराक क्षेत्र यो अभ्यास सुरु भएको मानिन्छ, जहाँ संख्याहरूलाई आध्यात्मिक शक्ति मानिन्थ्यो। संख्याहरू जीवनका घटनाहरूसँग जोडिएका हुन्छन् भन्ने विश्वास थियो। तर आधुनिक रूपमा 11:11 मा इच्छा गर भन्ने चलन 1986 मा अमेरिकाबाट सुरु भएको हो। न्यू एज आध्यात्मिक समूह स्टारबोर्न अनलिमिटेड की संस्थापक सोलारा एन्टारा अम्माराले 1986 मा 11:11 लाई केन्द्रमा राखेर एउटा सम्पूर्ण ब्रह्माण्डीय दर्शन विकास गरिन्। उनको अनुसार यो समय आध्यात्मिक जागरणको ढोका हो, जहाँ स्वर्गदूतहरू नजिक आउँछन् र इच्छाहरू पूरा हुने सम्भावना बढ्छ। 11 को दोहोरोपनले मास्टर नम्बर बनाउँछ, जसले अन्तर्ज्ञान र सृष्टिशीलतालाई बढावा दिन्छ। प्रसिद्ध जादुगरको योगदानले 1990 को दशकमा विश्वव्यापी फैलावट। यो चलनलाई थप लोकप्रिय बनाउने मुख्य व्यक्ति थिए उरी गेलर, इजरायली जादुगर र भविष्यवक्ता। 1990 को दशकमा उनले 11:11 लाई विश्वका महत्त्वपूर्ण घटनाहरूसँग जोडेर व्याख्या गरे, जस्तै 11 सेप्टेम्बर 2001 का घटनाहरू वा अन्य ऐतिहासिक क्षणहरू। गेलरका अनुसार यो समय उच्च ऊर्जाको पोर्टल हो, जसले इच्छाहरूलाई ब्रह्माण्डसँग जोड्छ। यसले न्यू एज आन्दोलन मार्फत विश्वभर फैलियो र 1990-2000 को दशकमा सोशल मिडियामा ट्रेन्ड बन्यो। आजका युवा पुस्तामा यो स्न्यापच्याट, टिकटक लगायतका सोशल मिडिया प्लेटफर्ममा रोमान्टिक रूपमा फैलिएको छ। कसैलाई 11:20 को स्क्रिनशट पठाएर भन्नु, तिम्रो लागि इच्छा गरिरहेको छु। आदि उदाहरण हुन्। नेपालमा कसरी आयो यो जादु? नेपालमा यो परम्परा 2000 को दशकमा इन्टरनेट र सोशल मिडिया मार्फत आयो। युवाहरूबीच यो एन्जल नम्बरको रूपमा चर्चित छ, जसलाई स्वर्गदूतहरूको सन्देश मानिन्छ। काठमाडौँ लगायतका नेपालभित्रका विभिन्न युवा सडकहरूमा वा क्याफेमा घडी हेर्दा यो समय देखेपछि इच्छा गर्ने चलन बढ्दो छ। तर विज्ञहरू भन्छन् यो कन्फर्मेसन बायस, पुष्टिकरण पूर्वाग्रहको परिणाम पनि हुन सक्छ। हामीले यो समयलाई मात्र विशेष ठान्छौँ, अन्य समयलाई होइन। वैज्ञानिक दृष्टिकोण जादुकी भ्रम। विज्ञानले यसलाई सिन्क्रोनिसिटी, सहज संयोगको रूपमा हेर्छ, जसलाई स्विस मनोविज्ञानी कार्ल युङले व्याख्या गरेका थिए। तर लाखौं मानिसहरूका लागि यो आशाको स्रोत हो। एक सर्वेक्षण अनुसार अमेरिकामा 25% युवा महिलाहरूले नियमित रूपमा 11 मा इच्छा गर्छन्। आज तपाईले 11:11 मा के गर्नुभयो? के तपाईले कहिले 11:11 मा इच्छा गर्नुभएको छ? कमेन्टमा शेयर गर्नुहोस्। Thank you for watching us.